यो सानो चरा साइबेरियाबाट 7000 किलोमिटर उडेर नेपाल आउँछ, कुनै नक्सा प्रविधि वा जीपीएस बिना। तपाईले धेरै पटक यी चराहरूको बथान अंग्रेजी अक्षर भी को आकारमा उडिरहेको देख्नुभएको होला। यो नक्सामा हेर्नुहोस्, यहाँ छ साइबेरिया रुस र यहाँ छ नेपाल। यी चराहरू यति टाढाबाट उडेर नेपाल आइपुग्छन्। साइबेरियामा असोज कार्तिकतिर हावामा एउटा चिसोको लहर सुरु भइसकेको हुन्छ। यी चराहरू तातो खोज्दै नेपालको कोसीटप्पु वन्यजन्तु आरक्ष जस्ता ठाउँमा आइपुग्छन्। अक्टोबर नोभेम्बरतिर हरियाली र जलचरले भरिभराउ देखिने ती विशाल तालहरू, नदीहरू र घाँसे मैदानहरूमा हिउँका साना साना कणहरू पर्न थाल्छन्। हेर्दा हेर्दै तापक्रम घट्दै गएर शून्यबाट -10, -20 हुँदै -40 डिग्रीसम्म झर्छ। हावा यति कडा र चिसो हुन्छ कि सामान्य जीवको श्वास चुडिन केही मिनट पनि लाग्दैन। खानेकुरा र पानी पाउन छाडेपछि यी साना पाउना चराहरूका लागि यो एउटा स्पष्ट चेतावनी हुन्छ। यदि यहाँ अरू केही दिन बसियो भने भोक र चिसोले सिधै ज्यान जानेछ। त्यसैले यिनीहरूले आश्रयस्थल नेपाल खोज्छन्। त्यसैले बाँच्नका लागि र आफ्नो प्रजाति जोगाउनका लागि उनीहरू न्यानो ठाउँको खोजीमा दक्षिणतिर उड्ने तयारी गर्छन्। तर 5000 देखि 7000 किलोमिटरको असम्भव महायात्रा सुरु गर्नु अघि यी चराहरूले आफ्नो शरीरभित्र एउटा अनौठो र अचम्मको वैज्ञानिक परिवर्तन ल्याउँछन्। उडान भर्नुभन्दा लगभग 2-3 हप्ता अघिदेखि उनीहरूभित्र हाइपरफेजिया नामको जैविक प्रक्रिया सुरु हुन्छ। यसको अर्थ हो दिनरात नभनी लगातार खाइरहनु। उनीहरू आफ्नो क्षमताभन्दा 3 गुणा बढी खाना खान थाल्छन्। यसरी अस्वाभाविक रूपमा धेरै खाएर उनीहरूले आफ्नो शरीरको तौल 40 देखि 50% सम्म बढाउँछन्। यो अतिरिक्त तौल अरू केही नभएर शुद्ध बोसो हो। उडानका बेला जब न खाना पाइन्छ न त पानी पाइन्छ, यही बोसो पग्लिएर उनीहरूलाई शक्ति र पानी दुवै दिन्छ। 1 ग्राम बोसो पग्लेर निस्किने ऊर्जाले उनीहरूलाई लगभग 10 किलोमिटरसम्म उड्ने शक्ति प्रदान गर्छ। अझ अचम्मको कुरा त के छ भने उडान भर्नुभन्दा ठिक अघि यी चराहरूको पाचन प्रणाली र खाना पचाउने भित्री अङ्गहरू बिस्तारै खुम्चिएर सुक्छन्। उनीहरूको कलेजो, आन्द्रा र पेटका अङ्गहरू साना हुन्छन् ताकि शरीरको वजन सकेसम्म हलुका होस् र हावामा तैडिन सजिलो होस्। तर उनीहरूको मुटु र फोक्सो भने झन् बलियो र ठुलो हुन्छ। साइबेरियाको आकाशमा बिहानै बादलको घुम्टोभित्रबाट जब हिउँको आँधी आउन थाल्छ, तब हजारौं संख्यामा रहेका यी चराहरूले एकैपटक पखेटा फटफटाउँछन्। तल पुरै सेतो हिउँले ढाकिएको उजाड धरती देखिन्छ। माथि खुल्ला आकाश, कुनै नक्सा, प्रविधि वा जीपीएस छैन। केवल आफ्नो जैविक घडी र आन्तरिक क्षमताको भरमा उनीहरू दक्षिणको न्यानो हावातर्फ पाइला मोड्छन्, जहाँ हजारौं माइल टाढा नेपालको कोसीटप्पु वन्यजन्तु आरक्ष उनीहरूको पर्खाइमा बसिरहेको हुन्छ। साइबेरिया, मङ्गोलिया र उत्तरी चीनको आकाश नागेर उडिसकेपछि यी चराहरूको अगाडि संसारकै सबैभन्दा ठूलो, अग्लो र डरलाग्दो प्राकृतिक पर्खाल खडा हुन्छ, विशाल हिमालय पर्वतमाला। अधिकांश साना चराहरू पहाड र घाँटीको बाटो हुँदै उड्छन्, तर खोया हाँस र महाचिल जस्ता अद्भुत चराहरू भने सिधै सगरमाथा र अन्नपूर्ण जस्ता 8000 मिटरका अग्ला हिमालहरूभन्दा पनि माथिबाट उड्ने हिम्मत गर्छन्। बढी